आजको हाम्रो टपिक क्लास 12 सिक्वेन्स एन्ड सिरिज। सिक्वेन्स एन्ड सिरिज सुरु गर्नुभन्दा अगाडि हामी लोअर सेकेन्डरी लेभलतिर एकचोटि रिकल गर्छौं अर्थमेटिक सिरिज भनेको के हो। कुनै पनि टर्म्सहरु बीचमा कमन डिफरेन्स सेम छ भने टर्म्सहरुको कमन डिफरेन्स सेम छ भने त्यसलाई हामीले अर्थमेटिक सिरिज भन्यौं। फर एक्जाम्पल 2 4 6 8 यी टर्म्सहरु बीचको कमन डिफरेन्स सेकेन्ड टर्म माइनस फर्स्ट टर्म इज 2। यो दुईटा टर्म बीचको कमन डिफरेन्स पनि 2 छ, यो दुईटा बीचको कमन डिफरेन्स पनि 2 छ। यदि टर्म्सहरु बीच कमन डिफरेन्स सेम छ भने त्यसलाई हामीले अर्थमेटिक सिरिज भन्यौं र अर्थमेटिक सिरिजको हामीले जनरल टर्म र सम अफ n टर्म्स निकाल्न जान्नु पर्यो। जनरल टर्म अफ अर्थमेटिक सिरिज, जनरल टर्म is denoted by Tn and is given by a plus n minus 1t, and sum of n terms is denoted by Sn and is given by n by 2 in bracket 2a plus n minus 1t। यो दुईटा फर्मुलालाई हामीले आधार मानेर क्लास 12 को सिक्वेन्स एन्ड सिरिज को सल्युसनहरु गर्छौं। जम्पिङ इन्टु द कोर्स, ल हामीले स्टार्ट गर्छौं सम अफ फर्स्ट एन्ड नेचुरल नम्बरबाट। whole number starts with 0 and natural number starts with 1. Let Sn equals to natural number को फर्स्ट यानवटा टर्म्स को हामीले सम निकाल्न छ। 1 plus 2 plus 3 plus 4 गर्दै हामी डट डट n सम्म जान्छौं। अब यसमा हेर्दै गर्दाखेरि टर्म्सहरु बीचको कमन डिफरेन्स 1 छ। यो टर्म्सहरु बीच हामीले कमन डिफरेन्स 1 पाइरा छौं। त्यसले गर्दा दिस इज अर्थमेटिक सिरिज। हामीले अर्थमेटिक सिरिजको फर्मुला लगाउँदै गर्दा 1 भनेको हाम्रो फर्स्ट टर्म a ले डिनोट गर्छौं र दुईटा टर्म बीचको कमन डिफरेन्स that is denoted by d is 1. So as we have formula Sn equals to n by 2 in bracket 2a plus n minus 1d. यहाँवटा टर्म छ n as it is राखौं n by 2, replacing a by 1 plus n minus 1 into d भनेको पनि 1 छ हाम्रो कमन डिफरेन्स। n by 2 2 plus n minus 1 गर्दाखेरि यसलाई सल्भ गर्दा भित्र 2 minus 1 is 1 n plus 1 by 2. This is the sum of first and natural number. फर्स्ट एन्ड नेचुरल नम्बर को सम निकाल्न पर्यो भने हामीले डाइरेक्टली n plus 1 by 2 अप्लाई गर्छौं। सिमिलरली सम अफ फर्स्ट एन्ड इभन नेचुरल नम्बर को कुरा गरौं। इभन नेचुरल नम्बर को कुरा गर्दा सोल्युसन let Sn equals to even भनेपछि 2 बाट स्टार्ट गर्नु पर्यो। 2 plus 4 plus 6 plus 8 डट डट गर्दै हामी n सम्मै गयौ। यो पनि यसमा first term is 2 and the common difference between the terms is 2, that is d equals to 2. We have Sn equals to n by 2 in bracket 2a plus n minus 1d. जुनसुकै अर्थमेटिक सिरिजलाई पनि हामीले सम लगाउन n by 2 in bracket 2a plus n minus 1d अप्लाई गर्छौं। Substituting the value n by 2 2 into 1 a को ठाउँमा 2 राख्नु पर्यो प्लस n minus 1 into common difference पनि 2 कै छ equals to n by 2 2 2 is 4 plus 2n minus 2 गर्दा n by 2 bracket 2n plus 2 आयो। 2 कमन लिएर हामीले यता काट्न मिल्यो
र आउँछ हाम्रो n plus 1. So n plus 1 is the sum of first and even natural number. Similarly, sum of first n odd natural number को कुरा गर्दा solution let Sn equals to odd natural number भनेपछि हामीले 1 देखि स्टार्ट गर्नु पर्यो. 1 plus 3 plus 5 plus 7 plus dot dot हुँदै हामी n सम्म गयौं. यसमा हाम्रो फर्स्ट टर्म छ. A is our first term, 1 is our first term, and common difference between the terms are 2. हरेक टर्म को बीच को difference 2 छ. त्यसले गर्दा common difference d equals to 2, and we have directly substituting the value Sn equals to n by 2 in bracket 2a हुन्छ. a को ठाउँमा हामीले 1 राख्यौं plus n minus 1 d को ठाउँमा हामीले 2 ले रिप्लेस गर्यौं. its common difference is 2, n by 2. 2 1 is 2 plus 2n minus 2. 2 र 2 cancel out. n by 2 into 2n हुन्छ. फेरि 2 र 2 काटिन्छ र लास्टमा रिमाइनिङ n स्क्वायर हुन्छ. सो यदि हामीलाई सम अफ फर्स्ट एन्ड ऑड नेचुरल नम्बर भन्यो भने हामीले n स्क्वायर अप्लाई गर्छौं. अब into sum of square of first and natural number. नेचुरल नम्बर को पनि स्क्वायर को सम को बारेमा कुरा गर्दै छौं. अब हामी त्यसको लागि let Sn equals to नेचुरल नम्बर भनेपछि 1 बाट स्टार्ट गर्नु पर्यो. यसको पनि स्क्वायर, 1 को स्क्वायर, यसको पनि सम 1 स्क्वायर प्लस 2 स्क्वायर प्लस 3 स्क्वायर प्लस 4 स्क्वायर गर्दै हामी n स्क्वायर सम्म गयौं. अब यो भन्दा अगाडि गरेको केसहरुमा हामीसँग कमन डिफरेन्स थियो, सबैमा सेम कमन डिफरेन्स थियो. त्यसले गर्दा अर्थमेटिक को हामीले फर्मुला लगायौं. तर यो केसमा हेर्दा 1 को स्क्वायर 1, 2 को स्क्वायर 4, 3 को स्क्वायर 9 गर्दा हामीसँग त 1 4 9 वाला टर्म आउँछ. यसरी यहाँनिर 3 को कमन डिफरेन्स छ, यहाँनिर 5 को कमन डिफरेन्स छ. फेरि अब यहाँनिर प्लस 16 गर्दाखेरि हामीसँग 7 को कमन डिफरेन्स छ. बल्ल अब फेरि यो टर्म्सहरु बीचको डिफरेन्सलाई हेर्दा 2 र 2 को डिफरेन्स छ. भनेपछि कमन डिफरेन्स को पनि कमन डिफरेन्स निकाल्दा बल्ल त्यो अर्थमेटिकमा देखिदै छ. यस्तो टाइपको सिरिजलाई हामीले अर्थमेटिक सिरिज भन्छौं. यस्तो खालको क्वेशन सल्भ गर्नको लागि हामीले एउटा फर्मुलामा खोल्नु पर्छ, r-1 को फर्मुलामा. r-1 को फर्मुलामा खोल्दै गर्दा यदि हामीले स्क्वायर निकाल्न छ भने क्यूब को फर्मुलामा खोल्नु पर्यो. we have r-1 को पावर 3. स्क्वायर निकाल्दै छौं भने हामीले क्यूबमा खोल्छौं, क्यूब को निकाल्दै छौं भने 4 को पावरमा खोल्छौं. त्यसलाई हामीले a - b को पावर होल पावर क्यूबमा खोल्दाखेरि a - b होल क्यूबमा खोल्दाखेरि a क्यूब माइनस 3 a स्क्वायर b, b भनेको 1 भयो लेख्न परेन, प्लस 3 a b स्क्वायर माइनस b क्यूब, 1 को क्यूब इज 1. अब हामीले क्यूब वाला टर्मलाई एकतिर राखौं, अरु टर्महरुलाई अर्कोतिर लिएर जाउँ. माइनस 3 स्क्वायर यता आउँदा प्लस 3 स्क्वायर माइनस 3r प्लस 1 इक्वल्स टु r क्यूब. यो वाला टर्मलाई हामीले राइट ह्यान्ड साइडमा लिएर जाँदा माइनस r - 1 को होल क्यूब. अब यो राइट ह्यान्ड साइड कोलाई हामीले लेफ्ट ह्यान्ड साइडमा लेख्यौं, साइन चेन्ज गर्न परेन, जस्ट ठाउँ मात्र रिप्लेस गरेको, इक्वल्स टु 3r स्क्वायर माइनस 3r प्लस 1. and this is an identity. हेरौं त r को ठाउँमा 1 राखेर हेर्दै गर्दाखेरि 1 को क्यूब इज 1, 1 minus 1 is 0. लेफ्ट ह्यान्ड साइडमा हाम्रो 1 आयो. राइट ह्यान्ड साइडमा हेर्दा 3 into 1 को स्क्वायर 3 भयो, माइनस 3 गर्दा 0,
प्लस 1 राइट ह्यान्ड साइडमा पनि हाम्रो 1 आयो लेफ्ट ह्यान्ड साइड र राइट ह्यान्ड साइडको दुईटैको भ्यालु सेम छ सिमिलरली 2 राख्दा पनि लेफ्ट र राइटको सेम आउँछ 3 राख्दा पनि लेफ्ट र राइटको सेम आउँछ यस्तो खाले केसलाई हामीले आइडेन्टिटी भन्छौं so this is an identity and is true for all the possible values of r r को सबै पोसिबल भ्यालुको लागि यो ट्रु छ पुटिङ r equals to 1 2 3 गर्दै हामी n सम्म जान्छौं r को ठाउँमा हामीले 1 राखौं r को ठाउँमा 1 राख्दै गर्दा 1 को क्यूब माइनस 1 minus 1 गर्दा 0 को क्यूब equals to 3 into 1 square minus 3 into 1 plus 1. Similarly 2 राखौं 2 को cube 2 minus 1 is 1 cube equals to 3 into 2 square minus 3 into 2 plus 1. 3 राखौं 3 cube 3 minus 1 is 2 2 को cube equals to 3 into 3 square minus 3 into 3 plus 1. गर्दा गर्दै हामी n सम्म जान्छौं n राख्दै गर्दाखेरि r को ठाउँमा n क्यूब माइनस n minus 1 को क्यूब n minus 1 को क्यूब equals to 3 n square minus 3 into n plus 1. ल अब यता हामीले भ्यालु रिप्लेस गरेको टर्महरुलाई एड गरौं एडिङ देम we get on adding them we get left hand side लाई एड गर्दै गर्दाखेरि पोजिटिभ र नेगेटिभ टर्म क्यान्सल आउट 1 को क्यूब र minus 1 को क्यूब क्यान्सल भयो 2 क्यूब minus 2 क्यूब क्यान्सल भयो सिमिलरली 3 क्यूब र यहाँनिर 3 क्यूब छ 3 क्यूब पनि क्यान्सल हुन्छ 4 क्यूब र 4 क्यूब पनि क्यान्सल हुन्छ लास्टमा यो पोइन्टमा हामीसँग n minus 1 को क्यूब आएको हुन्छ n minus 1 को क्यूब र n minus 1 को क्यूब पनि काटियो प्लस माइनस काटियो लास्टमा हाम्रो रिमाइनिङ भनेको n क्यूब माइनस 0 क्यूब मात्र हुन्छ त्यो भनेको हाम्रो n क्यूब लेफ्ट ह्यान्ड साइडमा हामीसँग n क्यूब रिमाइनिङ छ अब राइट ह्यान्ड साइडको कुरा गर्दा स्क्वायर वाला टर्ममा हेर्दा अगाडि सबैमा 3 छ सो 3 लाई हामीले कमन लियौं 1 स्क्वायर प्लस 2 स्क्वायर प्लस 3 स्क्वायर प्लस गर्दै हामी n स्क्वायर सम्म गयौं सिमिलरली 1 2 3 वाला टर्ममा पनि 3 कमन छ माइनस 3 लाई कमन लियौं 1 प्लस 2 प्लस 3 हामी फेरि यो पनि n सम्म गयौं साथै 1 1 1 हुँदै हामी यहाँबाट टर्म्स लिएका थियौं त्यसले गर्दा 1 लाई पनि हामीले कहाँसम्म लिएर गयौं n सम्म लिएर गयौं निसी यहाँनिर n क्यूब इक्वल्स टु 3 1 स्क्वायर प्लस 2 स्क्वायर प्लस 3 स्क्वायर लाई हामीले के मानेछौं sn मान्यौं त्यसले गर्दा यसलाई sn लेख्न मिल्यो minus 3 into 1 plus 2 plus 3 plus dot 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 plus n is the sum of first and natural number and sum of first and natural number is n plus 1 by 2. So, n plus 1 by 2 राख्यौं र पछाडिको n as it is और sn वाला टर्मलाई राइट ह्यान्ड साइडमा राखेर सबै टर्मलाई लेफ्ट ह्यान्ड साइडमा लिएर आउँ n क्यूब माइनस छ यता प्लस भयो प्लस 3n n plus 1 by 2 र पछाडिपट्टिको जुन त्यो प्लस n छ यता आउँदा माइनस n इक्वल्स टु 3sn नाउ यो अगाडिको तीनटै टर्ममा n कमन छ n लाई हामीले कमन तानौं remaining n square plus 3 n plus 1 by 2 minus 1 equals to 3sn or n as it is 2 लाई हामीले LCM लिँदै गर्दा 2n square plus 3n
plus 3 minus 2 भयो equals to 3sn or 2n square plus 3n plus 1 by 2 equals to 3sn. This is the quadratic equation. Factorize गर्न मिल्ने छ. Multiply गर्दा 2 आउन पर्यो, जोड्दा घटाउँदा 3 आउन पर्यो. 2 plus 1 is 3, 2 into 1 is 3, 2, 2n square plus 2n plus n गर्न मिल्यो plus 1 by 2 equals to 3sn. यो वाला टर्ममा अगाडिको n एज इट इज 2n स्क्वायर र 2n मा 2n लाई हामीले कमन तान्यौं 2n लाई कमन तान्दै गर्दा अगाडि रिमेनिङ n पछाडी 2n कमन आइसक्यो त्यसले गर्दा 1 मात्र बाँकी भयो पछाडीको यो दुईटा टर्ममा n + 1 मा कमन केही पनि छैन त्यसले गर्दा 1 कमन तान्यौं n + 1 एज इट इज होल अपन 2 equals to 3sn or n फेरि यो टर्ममा n + 1 कमन छ र 2n + 1 भयो अपन 2 यताको 3 तल आएर मल्टिप्लाई भयो क्रस मल्टिप्लाई गर्दा equals to sn. Therefore sn equals to n + 1 2n + 1 by 6 and this is the sum of square of first and natural number. First and natural number को square को sum is n + 1 2n + 1 by 6. यी सबै फर्मुलाहरु हामीले क्वेशन सल्भ गर्दा काम लाग्छ त्यसले गर्दा अलिकति ध्यान दिएर हेर्न पर्यो. अब कुरा गरौं sum of cube of first and natural number. This is one of the important one. Let sn equals to natural number को cube को sum 1 cube plus 2 cube plus 3 cube गर्दै हामी n cube सम्म गयौं. अब यसमा पनि सुरुमा गरे जसरी हामीसँग कमन डिफरेन्स सेम छैन अर्थमेटिक सिरिज बनाएपछि मात्र कमन डिफरेन्स सेम हुन्छ त्यसले गर्दा यसलाई पनि हामीले r - 1 को फर्मुलामा खोल्छौं. We have r - 1 मैले अघि स्क्वायर मा भने थिए स्क्वायर को निकाल्न छ भने हामीले क्यूब युज गर्छौं क्यूब को निकाल्न छ भने हामीले 4 को फर्मुला लगाउँछौं. r - 1 को होल पावर 4 equals to a - b को पावर 4 a minus b को पावर 4 is a को पावर 4 minus 4a cube b plus 6a square b square minus 4ab cube plus b को पावर 4. त्यही फर्मुलामा हामीले खोलौं r - 1 को पावर 4 लाई r को पावर 4 minus 4 a cube b भनिएछ त्यसले गर्दा r cube 1 लेखिराख्न परेन plus 6 a square b square 1 को square 1 नै भयो minus 4 ab cube plus b को पावर 4. यसमा पनि पावरमा 4 वाला टर्मलाई एकतिर राखौं अरु सबै टर्मलाई अर्कोतिर लिएर जाउँ 4r cube minus 6r square plus 4r minus 1 equals to r को पावर 4 minus r - 1 को पावर 4. राइट ह्यान्ड साइड कोलाई हामीले अगाडि लेख्यौं r को पावर 4 minus r - 1 को पावर 4 equals to 4r cube minus 6r square plus 4r minus 1. This is also an identity. यसमा पनि r को भ्यालु जति सुकै राख्दा LHS र RHS बराबर आउँछ. लेट्स चेक 1 राखेर हेरौं 1 को पावर 4 is 1 1 minus 1 0
भनेपछि 1 minus 0 is 1. लेफ्ट ह्यान्ड साइडमा हाम्रो आयो 1. सिमिलरली राइट ह्यान्ड साइडमा कुरा गर्दा 4 minus 6 minus 2 minus 2 plus 4 2 2 minus 1 is 1. Left hand side and right hand side पनि बराबर आयो. So this is also an identity. This is an identity. And is true for all the possible values of R, putting R equals to 1 2 3 गर्दै हामी n सम्म जान्छौं. R को ठाउँमा 1 राखौं. 1 को पावर 4 minus 0 को पावर 4 equals to 4 into 1 cube minus 6 into 1 square plus 4 into 1 minus 1. Similarly 2 राखौं. 2 को पावर 4 minus 1 को पावर 4 4 into R को ठाउँमा 2 राख्दै गर्दाखेरि 2 को क्यूब minus 6 into 2 square 4 into 2 minus 1. 3 राख्दा 3 minus 3 को पावर 4 minus 2 को पावर 4 4 into 3 cube minus 6 into 3 square 4 into 3 minus 1 गर्दा गर्दै हामी n सम्म जान्छौं. n को पावर 4 n minus 1 को पावर 4 4 into n cube 6 into n square 4 into n minus 1. Similarly यसलाई पनि एड गरौं. Adding them, on adding them we get एड गर्दाखेरि 1 को पावर 4 पोजिटिभ र नेगेटिभ क्यान्सल आउट भयो. 2 को पावर 4 र 2 को पावर क्यान्सल भयो. 3 को पावर 4 र यहाँनिर 3 को पावर 4 आउँछ त्यो पनि क्यान्सल भयो. यहाँनिर n minus 1 को पावर 4 हुन्छ. फेरि n minus 1 को पावर 4 र यहाँनिर n minus 1 को पावर 4 क्यान्सल भएर लास्टमा बाँकी भनेको n को पावर 4 minus 0 को पावर 4 हुन्छ. त्यसले गर्दा लेफ्ट ह्यान्ड साइडमा n को पावर 4 मात्र बस्यो. n को पावर 4 इक्वल्स टु अब क्यूब वाला टर्ममा हामीसँग अगाडि 4 कमन छ. 4 लाई कमन लेखेर 1 क्यूब प्लस 2 क्यूब प्लस 3 क्यूब गर्दै हामी n क्यूब सम्म जान सकियो. माइनस स्क्वायर वाला टर्ममा हाम्रो 6 कमन छ. 6 लाई कमन लेखौं. 1 स्क्वायर प्लस 2 स्क्वायर प्लस 3 स्क्वायर हामी n स्क्वायर सम्म गयौं. प्लस 1 2 3 4 वाला टर्ममा पनि 4 कमन छ. 4 कमन तानेर 1 प्लस 2 प्लस 3 प्लस डट गर्दै हामी n सम्म गयौं. र यहाँ पछाडि माइनस 1 छ. 1 लाई पनि हामीले n सम्म लिएर गछौं. n वटा टर्म सम्म. त्यसले गर्दा 1 पनि n वटा छ. Replacing the values, n को पावर 4 equals to 4 1 cube plus 2 cube plus 3 cube डट डट n cube लाई हामीले अघि नै sn लेट गरिसकेका थियौं. त्यसले गर्दा sn लेख्न मिल्यो. minus 6 1 square plus 2 square plus 3 square plus n square is the sum of square of first and natural number, and we have already calculated it as n plus 1 2n plus 1 by 6 plus 4 as it is into 1 plus 2 plus 3 plus n is sum of first and natural number and is given by n plus 1 by 2 n plus 1 by 2 last of the remaining minus n. sn वाला टर्मलाई RHS मा छोडेर अरु सबैलाई लेफ्ट ह्यान्ड साइडमा लिएर आऊ. n को पावर 4 6 र 6 लाई काट्दियौ. यही 2 ले काट्दाखेरि यो 4 2 मा गयो.
अनि पछि माइनस से यता आउँदा प्लस भयो प्लस n प्लस 1 2n प्लस 1 माइनस 2n n प्लस 1 प्लस n इक्वल्स टु 4sn मात्र बाँकी भयो RHS मा अर सबै टर्ममा हेर्दाखेरि यसमा पनि n कमन छ हरेक टर्ममा n कमन छ त्यसले गर्दा n कमन तानौं n कमन तान्दै गर्दाखेरि n क्यूब प्लस n प्लस 1 2n प्लस 1 minus 2 n plus 1 plus 1 equals to 4sn or n multiply गर n ले 2n लाई पनि multiply गर्छ 1 लाई पनि multiply गर्छ n into 2n is 2n square plus n 1 ले पनि similarly 2n र 1 दुईटैलाई multiply गर्यो 1 into 2n is 2n 1 into 1 is 1 minus 2n minus 2 plus 1 equals to 4sn or हामीसँग remaining 1 plus 1 is 2 and 2n minus 2 cancels out 2n र 2n पनि cancel out हामीसँग लास्टमा remaining भनेको n cube plus 2n square plus n मात्र बाँकी भयो equals to 4sn or फेरि पनि यो तीनटा टर्ममा n कमन छ n लाई हामीले बाहिर कमन तान्यौ भित्र रिमेनिङ n स्क्वायर प्लस 2n प्लस 1 equals to 4sn or n into n is n square plus 2n plus 1 is the formula of n plus 1 whole square 4 लाई यतापट्टि लिएर डिभाइड गर्यौ equals to sn therefore हामीसँग sn बराबर n स्क्वायर n plus 1 को होल स्क्वायर by 4 आयो यसलाई एकैचोटी स्क्वायर मा लेख्दै गर्दा n plus 1 by 2 को होल स्क्वायर n plus 1 by 2 को होल स्क्वायर n plus 1 by 2 is the sum of first and natural number भनेपछि यहाँनिरबाट के कर्लरी एउटा प्रपर्टी आयो सानो प्रपर्टीलाई हामीले कर्लरी भन्छौं कर्लरी 1 sum of cube of first and natural number चाहिँ के आइराछ हाम्रो फर्स्ट एन्ड नेचुरल नम्बर को चाहिँ स्क्वायर आइराछ फर्स्ट एन्ड नेचुरल नम्बर को सम को स्क्वायर आइराछ सो सम अफ क्यूब अफ फर्स्ट एन्ड नेचुरल नम्बर इज द स्क्वायर अफ sum of first and natural number this is the property either exam मा हामीलाई find the sum of cube of first and natural number भनेर सोध्न सक्छ अथवा prove that sum of cube of first and natural number is the square of sum of first and natural number हुन्छ this is the important one अब हामी एक्सरसाइज तिर जान्छौं